हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म छु मैले चाहिँ आज ब्लग स्टार्ट गरिरहेको छु। आज चाहिँ हाम्रो मिसको बर्थडे हो नि त, त्यही भएर अनि आज मैले चाहिँ मिसले उता मासु पकाउँदै हुनुहुन्छ अनि मैले चाहिँ यहाँ पुलाउ बनाउँदैछु। अनि अर्को स्पेसल उहाँहरूको लागि सरप्राइज छ। अर्को मिस चाहिँ केक लिएर आउँदै हुनुहुन्छ सुरुङ्गाबाट अनि हामीले चाहिँ उहाँलाई भनेका छैनौँ साथीहरू, सरप्राइज दिनु छ। त्यही भएर हामी चाहिँ उहाँलाई चाहिँ आज तपाईँको बर्थडे नमनाउने भनेर भनिरहेछौँ नि त, मनाउने होइन भनेर। अनि उहाँलाई चाहिँ त्यो हुन्छ नि, उहाँ एकदम स्याड हुनुहुन्छ के, उहाँको अनुहार देखाइदिन्छु ल म देख्छु। मिस पाको बर्थडे गर्ल किसको दिखा रहे हो? किसी को नहीं, मैं वीडियो बना रहा हूँ। इस हाम्रो बर्थडे गर्लले आज भर्खर जन्मेको मान्छेले यहाँ हेर्नु न कस्तो स्याड भएको, बर्थडे गर्ल पनि हेर्नु मनाउन नपाएर नि हामीले भनेका छैनौँ नि त, केक सेक काट्ने भनेको हामी त। त्यही भएर उहाँलाई चाहिँ एकदम स्याड फिल गरिरहनु भएको छ कि उहाँ चाहिँ। है पछिको रियाक्सन अहिलेसम्म आज सब सकाएर यहाँ बर्थडे गर्ल चाहिँ ठुस्स परेर बस्नु किन बस्नु भन्ने कुरा पनि थाहा छैन। अनि म्याडम आउँदै हुनुहुन्छ अनि भाइले चाहिँ यहाँ सताएर बल्ल बल्ल गर्दैछ है। अहिले चाहिँ ज्ञानी भएको छ, मुटु पातलो लगाइदिएर फेरि त्यही पनि म्याडम आउँदै हुन्छ। कति मिनट भयो? भर्खरै 1 मिनटमा पुगेको। एकदम त त्यस्तै त्यस्तै हो। फाइनली हामीले केक पनि काट्यौँ। लु है साथी, यहाँ केक पनि काट्नुभयो। कत्रो ठुलो केक बे। त्यस्तो गर्नु हुँदैन सानो। छरेको पनि आएन।